सर्भिस आउँदै छ आयोजकको अस्ति कुरो लाग्यो यार मेरो कति लाग्यो अब प्रार हुँदैछ अब क्लियर हानेछ नि यहाँबाट फेरि दार्बोकलाई लक्की बल हात परेको छ रेफ्रीको सङ्केत अनुसार यहाँ फल हुन पुगेको छ 4 बराबर सर्भिस हान्दैछ दार्बोकले फेरि बल फुस्किएको छ 5-4 समाजसेवी दार्बोकको खातामा 5 नम्बर रहेको छ भने आयोजकको खातामा 4 नम्बर खेलाडी मित्रहरू आफ्नो स्कोर पनि ख्याल गर्नुहोला यति बेला दार्बोकले 5 नम्बर र आयोजकले 4 नम्बर लक्की बल शान्त बेला दार्बोकको हातमा परेको छ फेरि आयोजकले बल हात पारेको छ अब बल हावामा छ यति बेला अत्यन्त रोमाञ्च छ राम्रो छ प्रहार गर्दा फेरि सकेन फेरि पनि आयोजकलाई नम्बर समाजसेवी दार्बोकलाई नम्बर 6-4 राम्रो सफल भएको छ 5-6 आयोजकलाई 1 नम्बर 5-6 किन हाने अन्त नि लोड खेला समान फुल छिर्यो र त्यसले मचान्छ राम्रो सट प्रहार गरेर फेरि पनि समाजसेवीले आफ्नो खातामा 1 नम्बर 7-5 राम्रो सट प्रहार कालेल 10 6-7 आयोजकको खातामा 6 नम्बर छ भने हिला भएन रे उतापट्टि बुट्टा अनि भार्ने 7 नम्बर रहेको छ माटो हाल्ने पर्छ राम्रो ब्लक जसको फाइदा आयोजकलाई 7 बराबर सर्भिस हान्दैछ आयोजकले यसको प्रतिकारमा सशक्त प्रहार राम्रो स्ट्राइक 8-7 दार्बोकको खातामा 8 नम्बर रहेको छ भने आयोजकको खातामा 7-8-7 राम्रो बल थियो राम्रो बल जसको फाइदा फेरि पनि आयोजकलाई बराबर अत्यन्त प्रतिस्पर्धा छ खेल 8 बराबर खेलाडी मित्रहरू आफ्नो स्कोर ख्याल गर्दै गर्नलाई यति बेला तपाईँको नम्बर रहेको छ 8 बराबर राम्रो प्रेस गर्न पर्दै थियो दार्बोकले अब के हुन्छ सम्भवतः आउट भएको सङ्केत पाइएको छ जसको फाइदा दार्बोकलाई 9-8 बल क्रस गर्न सकेन समाजसेवीले जसको फाइदा आयोजकलाई 9 बराबर अत्यन्त प्रतिस्पर्धा छ 9 बराबर राम्रो बल आयोजकलाई नम्बर 10-9 1 नम्बर अगाडि आयोजक छ भने 1 नम्बर पछाडि छ दार्बोक अब राम्रो प्लेस दार्बोकको फाइदा दार्बोकलाई 10 बराबर के रे पुरा दर्शक यहाँ होइन हल्ला हुनुपर्ने फाइनल खेल पनि बल भएको छ
आयोजकबाट 11-10 सर्भिस साथै छ दार्बोटले भोरेल खेल्नदेखि के हुन्छ बल आउट हुन पुगेको छ 12-10 2 नम्बरले अगाडि बढ्यो यति बेला दार्बोट र यसको प्रतिकारमा रणनीति खेलिन्छ अब बल आउट भएको छ दार्बोटको हातबाट बल आउट हुन पुग्यो जसको फाइदा आयोजकलाई 11-12 बल हावामा छ यति बेला रेफ्रीको सङ्केत अनुसार फेरि बल हुन पुगेको छ जसको फाइदा आयोजकलाई बराबर 12 बराबर सर्भिस हाने आयोजकले अब रोक्न खोज्दैछ दार्बोट यसको सशक्त प्रहार भइराखेको अवस्थामा फेरि पनि दार्बोटले नम्बर लिएको छ 13-12 के भने हारेल त काय यो खेलले निर्णय खेल्नु लास्टमा बराबर सर्भिस हान्दैछ दार्बोटबाट राम्रो सर्भिस अब हेरौँ राम्रो छ थमन भराबाट अत्यन्त मिठो सर्ट प्रहार गर्दै फेरि आफ्नो खातामा 1 नम्बर 13 बराबर आयोजकबाट सर्भिस अलिकति दिग्जाग हुन पुगेको छ खेलाडीहरूको बिचमा तालमेल हुन सकेन जसको फाइदा आयोजकलाई 14-13 सर्भिस आयोजकबाट हेरौँ के हुन्छ अत्यन्त मिठो छ सेट हुन सकेन जसको फाइदा फेरि दार्बोटलाई 14 बराबर बल राइट हुन पुगेको छ जसको फाइदा आयोजकलाई 15-14 दर्शकको मन चित्ने गरी खेल्नु होला अलि हामीलाई त्यति मजा आइरहेको छैन अहिलेसम्म यहाँहरूको खेल जे जस्तो कन्डिसन भए तापनि हेर्नेमा अलिक रोचक आउन पर्यो राम्रो सट बराबर 15 बराबर सर्भिस दार्बोटबाट आयोजकको हातमा बल परेको छ यति बेला के गर्छ आयोजकले राम्रो प्लेस हेरौँ फेरि पनि बल क्रस हुन सकेन जसको फाइदा दार्बोटलाई 16-15 त्यतिक बसिरहेको छु यार आहा मैले आज सकिन्छ चाल खाइकी तिमी के गर्नु राम्रो प्रेस गर्न खोज्दै हुनुहुन्थ्यो तर आफ्नै कोडमा गर्नुभयो जसको फाइदा आयोजकलाई 16 बराबर फेरि दार्बोटले अब के गर्छ हेरौँ राम्रो प्लेस अब हेरौँ के हुन्छ बल अन्डर भएको जस्तो हामीले देखिरहेका छौँ जसको फाइदा आयोजकलाई 17-16 आयोजकबाट सर्भिस यसको प्रतिकारमा छ दार्बोट के रणनीति छ हेरौँ त सायद रोटेसनमा यहाँहरूको रोटेसनमा केही मिस्टेक हुन पुगेको हामीले जानकारी पाएका छौँ रेफ्रीको सङ्केत अनुसार सर्भिस हान्दैछ आयोजकले 18-16 भएको छ यति बेला आयोजकको खातामा 18 भएको छ भने राम्रो प्लेस बल खेलाडीको अलिक तालमेल मिलेको छैन तर अब आयोजकको हातमा
बल अन्डर रहेको छ 17-18 आयोजकले 18 समाजसेवीले 17-18 राम्रो शट प्रहार भएको थियो आयोजकबाट 19-17 खेलाडी मित्रहरू आफ्नो स्कोर पनि ख्याल गर्नुहोला यति बेला आयोजकको खातामा 19 रहेको छ भने दार्जुलिङको खातामा 17 नम्बर रहेको छ आयोजकले यति बेला सर्भिस हान्दैछ यसलाई रोक्न प्रयास गर्दैछ दार्बोट अब के रणनीति ल्याउँछ दार्बोटले हेरौँ राम्रो सङ्केत अनुसार बल आउट हुन पुगेको हामीले जानकारी पाएका छौँ 20-17 आयोजकले 20 नम्बर ल्याएको छ भने समाजसेवी दार्बोटको खातामा 17 बल राम्रो बल क्रस भएको त राम्रो प्रहार थियो राम्रो प्लेस हुनेछ अब तर खेलाडीको थोरै मिस्टेकको कारणले दार्बोटलाई 1 नम्बर प्राप्त भएको छ 18-20 बाँकीको म स्क्यान गरिदिन्छु राम्रो प्लेस गरेर 19-20 दार्बोटले 19 अत्यन्त रणनीति खेल खेल्दैछ दार्बोट यति बेला अब सर्भिस हान्ने पालो पनि दार्बोटको यसको प्रतिकारमा हेरौँ आयोजकले के भूमिका खेल्छ आयोजकको भूमिका कस्तो रहन्छ अब हेरौँ त राम्रो बल आयोजकले 21-19 सर्भिस हान्दैछ आयोजकबाट दार्बोटको हातमा बल परेको छ अत्यन्त मिठो प्लेस गरेका छन् अहिले 20-21 त्यति बेला दार्बोटको खातामा 30 नम्बर रहेको छ भने आयोजकको खातामा 21 राम्रो छ धेरै 22-20 अब आयोजकले सर्भिस हान्दैछ दार्बोट यसको प्रतिकारमा तयारी हालतमा रहेको हामीले देखिराखेका छौँ अबको रणनीति दार्बोटको हातमा के हुन्छ हेरौँ बल आउट हुन पुग्यो आयोजकले 21-22 दार्बोटको 21 आयोजकको 22 आयोजकको कोडमा फसेको छ 22 बराबर सर्भिस हान्दैछ दार्बोटले यति बेला राम्रो रेसिभ अबको चान्स कसको हातमा पर्ने हो हेरौँ अब के हुँदैछ हेरौँ अब के सेकेन्ड लास्ट कसको हातमा पर्ने हो राम्रो स्पाइक तर बल हालमै छ यति बेला हेरौँ अब हेरौँ कसको हातमा के हुन्छ राम्रो बल फल पनि भएको चाहिँ सङ्केत पाइएको छ सेकेन्ड लास्ट 22 अत्यन्त प्रतिस्पर्धा छ कि अबको बल्ने साह्रै हो आयोजकले अब बल रोक्दैछ हेरौँ 4 अत्यन्त 4 नम्बर पाएको छ राम्रो बल दार्बोटको कोडमा खस्यो लास्ट बनाएको छ आयोजक लास्ट 24-22 हान्नुपर्ने सरी शान्ति आयोजक राम्रो सर्भिस अब दार्बोटले के गर्छ कति मिठो छ बल यति बेला 23-24 होइन
कहिले चेन्ज गर्ने Average point 25 यानी कि लास्ट बल छ किन त प्रोग्राम पार्न होला अब दाबोट यसको रणनीतिमा अत्यन्त कुण्डेटी खेल खेल्ला जस्तो देखिन्छ हेरौँ अब खेलाडीहरूको कस्तो भूमिका रहन्छ बल हावामा छ यति बेला बलक आउट भएको हामीले जानकारी पाएका छौँ त्यसैले 25 बराबर राम्रो बल गरेर 36 लास्ट बनाएको छ लास्ट 25 गेम ओभर भएको हामीले पाएका छौँ अत्यन्त प्रतिस्पर्धात्मक गेम भएको छ अत्यन्त मैत्रीपूर्ण गेम भएको छ सात्विकै खेलाडीमा हुनुपर्ने कि गुण यहाँहरूले देखाउनु भएको छ